ओके, अब यति कुरा हाम्रो समझमा आइसक्यो भने यो कुराहरू हामी बुझ्यो भने कि वास्तवमा सर कुनै पनि क्वेसनलाई कसरी आफै लाइनको हेल्पले इन्टरनली पोइन्ट कसरी हामी क्लियर गर्छौँ त्यो फिगर एकदम जरुरी छ। यो कन्सेप्टहरू बुझ्न र अब हामी यसलाई लग्दैछौँ कि क्वेसन कसरी सोध्छ इक्जाममा। नोट गरेको बात, फिगर तिमीलाई इक्जाममा आफै बनाउनु पर्छ। नोटिस दैट, फिगर तिमीलाई इक्जाममा आफै बनाउनु पर्छ। जेरो हामी यो कुरा बुझाउन प्रयास गर्दैछौँ कि इन्टरनल डिभिजनको इन्टरनली फर्मुला कसरी प्रमाणित हुन्छ। यो त सेक्सनिक फर्मुला हो। हामी कम्पलसरी ओपिटी म्याथमा अथवा कोर्डिनेट ज्योमेट्रीमा 9th क्लासमा फर्मुला पढेको होला। सेक्सन फर्मुलामा मिड पोइन्ट आएको होला, इन्टरनली फर्मुला आएको होला, इन्टरनली प्लसमा होला, एक्सटर्नली माइनसमा होला। त्यही कन्सेप्टबाट बनेको छ। अच्छा, हामी क्वेसन हेर्छौँ, तिमीलाई क्वेसन यस्तै नोट गरेगा, क्वेसन तिमीलाई यति नै इक्जाममा दिएको हुन्छ। तिमीलाई स्वयं फिगर आफै बनाउनु छ, स्वयं तिमीलाई प्रमाणित पनि आफै गर्नुपर्छ बाबु। अच्छा, पढ्नमा प्रयास गर्छु र तिमीहरू बुझाउँछु कि वास्तवमा कसरी बुझ्ने कि यो इन्टरनली फर्मुलाको प्रमाणित गर्न भनेको छ। क्वेसनले भनेको छ इफ ए भेक्टर एन्ड बी भेक्टर अफ पोजिसन भेक्टर अफ point A and B respectively. पोजिसन A वेक्टर र B वेक्टर के हो बाबु त पोजिसन वेक्टर हो। पोजिसन को मतलब स्टार्टिङ मा O आउनु, O बाट सुरु भएको वेक्टर पोजिसन वेक्टर हो। म यहाँ पहिला गिभनमा लेखिहाल्छु जे हामीले देखिरहेछ सोलुसन। गिभनमा हामीले के देखिरहेछ बाबु त्यो ध्यान दिनु होला। O A वेक्टर कसरी बुझेको छ यो O A नै हुन्छ कि पोजिसन वेक्टर अफ A and B भने चाहिँ O A वेक्टर बराबर A वेक्टर, O B वेक्टर बराबर बहुत प्यारा से क्वेश्चन छ B वेक्टर। त्यसमको तो क्वेश्चनले भनेको छ P डिवाइड द लाइन सेगमेन्ट AB। P जो छ AB लाइनलाई डिवाइड गरेको छ, रेशियोमा डिवाइड गरेको छ। अब कति रेशियोमा त्यो भनिदिएको छ इन्टरनली बाबु साहब। बस मेरा ब्यूटीफुल कॉन्सेप्ट यही हो, इंटरनली कोड आएको छ तो बुझाले कि इंटरनली फर्मुला हो। चलिए भने चाहिँ कि P जो छ AB लाइनलाई यसरी डिवाइड गरेको छ जो कि रेशियो बनेको छ 2:, m is to n। त प्रुभ गर्ने के बनेको छ, प्रुभ दैट पोजिसन वेक्टर अफ P OP लेखो या P वेक्टर लेखो भाजसमा OA को A वेक्टर लेखियो, OB को B वेक्टर लेख्छ, त्यसो OP को हामी P वेक्टर पनि लेख्न सक्छौं। फर्मुला हुन्छ MA इन्टु MB वेक्टर बाइ M प्लस N। अब यसको फिगर म बनाउन प्रयास गर्दैछु। एकदम जरुरी छ बी सिरियस, बी सिरियस। धेरै इजी छ बाबुहरु, खाली बुझ्न तिमीलाई पुरा कन्सिस्ट भएर हेर्नु पर्यो। म भन्छु एउटा लाइन हो AB, तो लाइन सेगमेंट हो AB। पॉइंट को नाम दियो म A, पॉइंट B। चले भनेको छ कि P जो छ डिवाइड गरेको छ केलाई AB लाइन सेगमेन्टलाई। कतै इन्टरनली पॉइंट हो यो, कुन पॉइंट बाबु त म कतै एउटा पॉइंट आउँछु P। यो डिवाइड कसरी गरेको छ M is to N मा। यो यहाँ देखि नोट करिएगा बात, यहाँ देखिए यहाँ सम्म को रेशियो M, यहाँ देखिए यहाँ को रेशियो N। कतै समस्या छैन बाबु। जोमा भनेको छ पोजिसन वेक्टर। अब त पोजिसन वेक्टर मलाई बनाउनु पर्छ। म कतै एउटा O लिए बाबु, ओ एउटा पोजिसन वेक्टर जहाँ जहाँ पॉइंट छ, जहाँ जहाँ पॉइंट तिमी देखिरहेछ सब पॉइंटमा O सँग जोड दिनु। के दिन बाबु कोई बात छैन। O देखि A, O देखि B, O देखि A। बहुत ब्यूटीफुल हो गया। और बाकी भनेको छ OA वेक्टर बराबर A वेक्टर दिएको छ। म भन्छ यो वेक्टर हो, यो A वेक्टर हो। OA वेक्टर बराबर A वेक्टर, OB बराबर B वेक्टर, OB B वेक्टर हो।
टू प्रूफ गर्न के भने बाबु हामीले यहाँ टू प्रूफ ओपी भेक्टर बराबर तलको रेसियो एउटा कुरा त्यसले पनि हाने जब हामी फर्मुला प्रुफ गरिरहेको हुन्छ त भ्यालु निकाल्ने बेला बहुतै जरुरी हुन्छ तलको रेसियो माथिको भेक्टरसँग मल्टिप्लाई हेर त यन ए यन भनेको तलको रेसियो माथिको भेक्टरसँग मल्टिपल छ सर यन ए भेक्टर प्लस इंटरनल यो प्लस अब तल माथिको रेसियो तलको भेक्टरसँग मल्टिपल भएको होला देखिरहेको छ नोट करिएगा तलको रेसियो माथिको भेक्टरसँग मल्टिपल माथिको रेसियो तलको भेक्टरलाई मल्टिप्लाई गर्छ यो कन्सेप्ट कहिले पनि नबिर्सिदिनु होला किनकि जब हामी क्याल्कुलेसन गर्छौं भ्यालु यो कुरा काम पर्छ ओके यम बी भेक्टर बाय एम प्लस यदि कुरा हामीलाई दिएको छ चलते हम प्रूफ की दुनिया में हेरो बाबू कति सिंपल छ हामी प्रमाणित गर्न एउटा स्वीट एन्ड सिंपल वेले हामीलाई प्रमाणित गर्छौं ओके अच्छा बाबू यो त म लेख्न सक्छु सर ए देखि पी सर हो त डाइरेक्सन सेम लेख्छु म ए देखि पी एपी वेक्टर बराबर एपी को भेक्टर थाहा के छ अब एम रेशियो मा छ बाबु तिमीले विचार गर्नु पाए पीबी 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 भेक्टर बराबर के देखिरहेको छु बाबु यम बाय एन बस यति कुरा बुझाल का यो पुरो भइहाल्यो यहाँसम्म यदि तिमी सही सलामत पुगिहाल्यो भने यहाँबाट तिमीहरू अब के लगाउँछौ रुल एडिशनल ल भेक्टर ट्रायंगल अब तिमीलाई कुन वटा आएको छ एपी भेक्टर कुन ट्रायंगलमा परिरहेछ माथिको ट्रायंगलबाट म एपी भेक्टर निकाल्छु यहाँ लेख्छु तलमा के आउँछ पीबी भेक्टर कुन ट्रायंगलमा रहेछ तलको ट्रायंगलबाट लगाउनु रुल हो एडिशनल ल भेक्टर ट्रायंगल यहाँसम्म सही हुनु पर्यो यहाँसम्म पुरै क्लियर छ अच्छा म यहाँ थोड़ा कन्सेप्ट यहाँबाट म साइडमा बुझाइदिन्छु म एपी निकाल्न नोटिस एपी मतलब कुन ट्रायंगलमा रहेछ माथिको ट्रायंगलमा त म एउटा सानो ट्रायंगलको यहाँ साइडमा हेल्पले उठाउन प्रयास गर्छु ए पी ओ मलाई कुन भेक्टर चाहियो बाबु मलाई कुन भेक्टर चाहिन्छ एपी एपी यो डाइरेक्सनमा गयो एपी भेक्टर बराबर उसको अपोजिट दुई साइड जोड्नु एओ भेक्टर प्लस ओपी भेक्टर नो डाउट यसको ठाउँमा लेख्नु एओ भेक्टर प्लस ओपी भेक्टर बाय अब यो ट्रायंगल काम खत्म भइहाल्यो अब अर्को कुन ट्रायंगलमा पीबी भेक्टर कुन ट्रायंगलमा छ ध्यान दिनुलाई बाबु त्यसैले म भनेको छु कि एडिशनल ल ट्रायंगल भेक्टर जहिले आउँदैन फर्स्ट पार्टमा गएर राम्रोसँग बुझिदिनु होला अनि क्लियर हुन्छ मलाई पीबी भेक्टर चाहियो त यसो त उल्टा डाइरेक्सनमा जान्छु पीओ भेक्टर प्लस ओबी भेक्टर म यहाँ लेख्छु पीओ भेक्टर प्लस ओ पी भेक्टर बराबर यो एम बाय एन जस्ताको त्यस्तै तो कहाँबाट आयो बाबु एडिसन के भयो ट्रायंगल ल अफ भेक्टर एडिशन कुनै दिक्कत छ बाबु यहाँसम्म कसैले दिक्कत भयो बोले तो झकास कहानी खत्म बरु भइहाल्यो अब म 12 एउटै कुरा बुझाइरहेको छु कि जहाँ जहाँ अगाडिमा ओ छैन ओ ल्याउनु पर्छ जेमा अगाडिमा ओ छ ठिकै छ जहाँ ओबाट सुरुवात भयो त्यहाँ पहिला ओ ल्याउनु यदि अल्फाबेट एक्सचेन्ज हुन्छ साइन पनि एक्सचेन्ज हुन्छ यति कुरा गर्दिन क्रस मल्टिप्लाई गर्दिन यो बेचरा के छ ओ छैन अगाडिमा ल्याउनु
माइनस ओ ए वेक्टर यो तो ठीक छ ओपी वेक्टर है यो पनि गर्नुपर्छ माइनस प्लस यो तो ठिकै छ एम बाई अब क्रॉस मल्टीप्लाई क्रॉस के भइहाल्छ यन यहाँ आइहाल्छ यन आयो यहाँ माइनस ओए वेक्टर प्लस ओपी वेक्टर बराबर एम यहाँ गयो माइनस ओपी वेक्टर प्लस ओबी त्यसरी दिक्कत भएन कसैलाई दिक्कत भएन बाबुहरू भयो दिक्कत बिल्कुल ना किनकि हामी क्रस मल्टिप्लाई एन यहाँ आयो एम त्यहाँ गयो अब मल्टिपल गर्नु कति आउँछ यो माइनसको माइनस चाहिँ एन ओए वेक्टर प्लस एन ओपी वेक्टर बराबर एम ले गुणा गर्नु दुवैमा माइनस एम ओपी वेक्टर प्लस एम ओबी वेक्टर अब हेर्छु बाबु सर अब तपाईँ के गर्नु ए र बी लाई एक ठाउँमा मिलाइदिनु ओपी ओपी लाई एक ठाउँमा राखिदिनु किनकि मलाई प्रमाणितमा त ओपी भेक्टर छ बराबरको यो साइड आउँछ भने के हुन्छ साइन चेन्ज हुन्छ के अरे अब यहाँ त यन छँदैछ यहाँबाट थोड़ा म यहाँले दिन्छु सर यन ओपी भेक्टर जस्ताको त्यस्तै अर्को ओपी यो साइडमा के छ माइनसमा छ यो साइड आयो भने प्लस यम ओपी भेक्टर इक्वल्स टू अब यो बाँकीलाई यो साइड यो माइनस छ यो साइड गयो भने प्लस यन ओपी ओए भेक्टर प्लस यम ओबी भेक्टर छ कमन अब यो साइडमा हामीलाई ओपी चाहियो नि ओपी त कमन देखिरहेछ ओपी यहाँ पनि छ यहाँ पनि छ एउटा ओपी भेक्टरमा कमन लिएपछि केमा छ यन प्लस यम बराबर अब हेर यन इन्टु ओए बराबर के छ बाबु ए भेक्टर प्लस यम को यम है ओबी बराबर के छ बी भेक्टर अच्छा देयरफॉर ओपी भेक्टर बराबर यन ए भेक्टर प्लस यम बी वेक्टर बाय यम प्लस यन लेख यन प्लस यम बात एक हो आखिर हेर त बाबु यही कुरा प्रमाणित गर्नमा भनेको छ छैन फेरि तिम्रो यो न लेखिदिनु कि यम ए भेक्टर प्लस यन बी भेक्टर गल्ती भइहाल्छ तलको रेशियो माथिको एकतासँग मल्टिपल हुन्छ माथिको रेशियो तलको भेक्टरसँग मल्टिप्लाई हुन्छ यो कन्सेप्ट नबिर्सिदिनु किनकि यहाँ नम्बर दिएको हुन्छ एक्जाममा 1 2 अब 1 2 त 2 को माथिको भेक्टरसँग मल्टिप्लाई माथिमा 1 छ त 1 को तलको भेक्टरसँग मल्टिपल गरेर सोल्भ गर्नु पर्छ रिक्वायर्ड हमें पता चल गया कि सर कहो ना कहो लेकिन बहुत बहादुर और बहुत इजी छ मलाई भन्नु कहाँ तिमीहरूलाई यहाँ समस्या आयो त कतै बुझायो कि सर कतै मलाई समस्या भयो यहाँ आए याद रख्नुलाई यहाँको यहाँसम्म तिमी पुगिहाल्यो भने यहाँबाट तिमीले एडिसन ल भेक्टर ट्रायंगल त याद हुनु पर्यो बस एप्लाई गरिदिने नेसन गरिदिनु भइहाल्यो टेक्निक टेक्निक बुझ्नु कि म कसरी बनाइरहेको छु फिगर एक्युरेट सही हुनु पर्यो त्यसपछि रेशियो जो हुन्छ त्यो रेशियोलाई डिभाइड गरिदिनु दुईटा ट्रायंगलबाट एडिसन ल भेक्टरको रुल लगाइदियो क्रस मल्टिप्लाई गरिदियो जहाँ जहाँ ओ थिएन अगाडिमा त्यहाँ त्यहाँ वो हामीले क्लियर छ आई होप तिमीहरूलाई यो थ्योरम धेरै इजी लागेको होला मलाई त्यो विश्वास छ कि तिमीहरू यसलाई कन्टिन्युटी अब यसरी धेरै नजिक आइसकेछ त्यसैले यसलाई जति कन्टिन्युटी दियो जति प्र्याक्टिसमा हाल्यो भोलिको दिनमा त्यति राम्रो हुन्छ र दुनियाँमा यो जिन्दगीमा सक्सेस हुनु छ भने लुक से ज्यादा मुख में ध्यान दो ये प्लस चाहिए सी में बने लुक से ज्यादा मुख में ध्यान दो खुद ब खुद ए प्लस चल के आएगा चल के तिमी सक्सेस भइहाल्न तिम्रो सपनों की रानी चल के आउँछ बेरोजगार भइहाल्यो जो पनि आएको त्यो पनि लात मारेर गइहाल्छ समझमा आएका केटाहरूलाई म बारम्बार लगातार यही कुरा सम्झाइरहेको छु हेर्नु बाबुहरू हर केटीको सपनामा एउटा अच्छा राजकुमार आउँछ तिमीहरू जस्तो बेरोजगारको सपना आउँदैनौ त्यो भएर राजकुमार बन्नको लागि मेहनत गर्नु पर्यो आई होप आजको भिडियोमा हामी यति समाप्त गर्दै भोलि कुन नेक्स्ट
अक्षरमबाट हामी सुरुवात गर्नेछौँ र यो रिलेटेड क्वेसन बनाउनु आफै पनि नम्बर चेन्ज गरेर पनि चेक गर्नु र त्यससम्म तिमी नेम पनि चेन्ज गर्न सक्छौ र सोल्भ गर्न सक्छौ। आजको भिडियोमा यति नै, भोलि पुनः भेट हुन्छ। थ्याङ्क यू।